नमस्कार। नेपालीहरूको बलिदानीपूर्ण सङ्घर्षबाट स्थापित भएको गणतन्त्रको उत्सव मनाउने दिन आउन लागेको छ। 15 जेठमा नेपालीहरूले धुमधामका साथ गणतन्त्र उत्सव मनाउँदैछन्। सरकारले गणतन्त्र बनाउनका लागि प्रधानमन्त्रीको अध्यक्षतामा एउटा समिति बनाएर तयारी गरिरहेको छ र यो बैठकमा सदस्य बनाइएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह अनुपस्थित भए। उनी अनुपस्थित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि बालेन शाहलाई यो बैठकमा नबोलाउनु भन्ने आशयको निर्देशन दिए। यो अभिव्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जाल दुई थरी बहसमा विभक्त देखिन्छ। बालेन शाहले प्रधानमन्त्रीको अध्यक्षतामा भएको गणतन्त्र मूल समारोह समितिको बैठकमा नगएर ठिक गरे कि बेठिक गरे भन्ने तर्क वितर्कहरूमा एक थरीको मत छ बालेन शाहले ठिक गरे, अर्का थरी भन्छन् होइन बालेन शाहले गलत गरे। त्यसो त बालेन शाह यो प्रकरणमा मात्र होइन, काठमाडौँ महानगरपालिका सञ्चालनको सवालमा पनि पछिल्ला दिन पटक विवादमा आएका छन्। प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने सवालमा होस् या महानगरको बैठकहरू सञ्चालन गर्ने सवालमा या योजनाहरू अगाडि बढाउने सवालमा नै किन नहोस्, हरेक सवालमा बालेन शाह विवाद मुक्त बन्न सकिरहेका छैन। आज हामी बालेन शाहको विगत, आगत र वर्तमान अनि उनको विवादका चुरो के हो भन्ने विषयमा चर्चा गर्दैछौँ। बालेन शाह गणतन्त्र मूल समारोह समितिको बैठकमा अनुपस्थित भए। ठिकै हो, गणतन्त्र ल्याउने बेलामा बालेन शाहको योगदान कतै देखिएन। कुनै कुनामा बसेर उनले योगदान गरेका भए त्यो सार्वजनिक गरेछन् बालेन शाहले भने मान्नुपर्ने परिस्थिति आउँछ। तर जुन बेला गणतन्त्रको लागि सङ्घर्ष गरिरहेका थिए नेपाली जनताले, वर्तमानमा नेतृत्व गरेका राजनीतिक दलले, उनी कतै अध्ययनमा व्यस्त थिए अथवा साँच्चै भन्ने हो भने उनी त्यस बेला बच्चै पनि थिए। त्यसैले गणतन्त्रप्रति उनलाई खास मोह भइराख्नुपर्छ भन्ने व्यक्तिगत रूपमा ठान्नेहरूको मूर्खता पनि हो। यद्यपि नेतृत्वमा पुगिसकेपछि त्यही व्यवस्थालाई टेकेर, त्यही गणतान्त्रिक संविधानलाई टेकेर नेतृत्वमा पुगिसकेपछि त्यो संविधान र व्यवस्था मान्दिन भन्न बालेन शाहले पाउँदैन। त्यस अर्थमा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको गणतन्त्र मूल समारोह समितिलाई बहिष्कार गरेर बालेन शाहले गल्ती त गरेकै हो। बैठकमा अनुपस्थित हुनु एउटा कुरा रह्यो, तर बैठकमा अनुपस्थित भएका कारण प्रधानमन्त्रीले गरेको टिप्पणीमा उनको प्रति टिप्पणी भने निकै रोषपूर्ण देखिन्छ। उनले आफूले प्रयोग गरिरहेको एउटा फेसबुक पेजमा प्रधानमन्त्री लक्षित टिप्पणी गर्दै भनिदिए, मैले भ्रष्टाचार रोक्छु भन्दा सबै नेताहरूले भ्रष्टहरूलाई जोगाए, त्यसकारण भ्रष्टहरूको बैठकमा म गइराख्नुपर्छ भन्ने केही छैन भन्ने आशयले स्टाटस लेख्दै उनले केपी ओलीलाई साथ दिन नसक्ने, उनीसँगै मञ्च सेयर गर्न नसक्ने आशयले उनले स्टाटस लेखे। स्टाटस देख्ने बित्तिकै उनका समर्थकहरू पनि के कम कमेन्टमा लेखिहाले, बालेन दाई हाई हाई। मेयर बालेन शाहलाई उच्चस्तरीय समितिमा पनि काठमाडौँ महानगरपालिकाका मेयरको हैसियतमा राखिएको हो। बैठकमा गएर आफ्ना असन्तुष्टिहरू राख्न सक्ने उनीसँग अधिकार छ। प्रधानमन्त्रीसँग फरक मत राख्न सक्ने उनका व्यक्तिगत अधिकारहरू सुरक्षित छन्। यो गणतन्त्र हो, यसमा सार्वजनिक रूपमा सबैलाई गाली गर्न पाइन्छ, सभ्य भाषामा सबैप्रति आलोचना गर्न पाइन्छ, फरक मत राख्न पाइन्छ। तर व्यवस्था ल्याउनका लागि गरिएको सङ्घर्ष र बलिदानीपूर्ण दिनको सम्झनामा आयोजना गर्न लागि कार्यक्रमलाई कसरी सफल बनाउने भनेर राखिएको बैठकबाट बालेन शाह भाग्नु दुःखको कुरा हो। योभन्दा बाहेक अरू के नै भन्ने र। बालेन शाह साँच्चै भन्ने भने यो एउटा ऐतिहासिक अवसरबाट चुकेका छन्। त्यसो त सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले बालेन शाहले ठिक गरे भनेर लेखे होलान्, उनका पक्षमा सञ्जालका सेन्टिमेन्टहरू पनि देखिएलान्। तर कालान्तरमा सामाजिक सञ्जालका अभिमतले राज्य सञ्चालन हुँदैन, महानगर सञ्चालन हुँदैन। महानगर सञ्चालन गर्न बालेन शाहलाई महानगर प्रशासन चाहिन्छ, महानगरका जनप्रतिनिधिहरू चाहिन्छ, त्यहाँका कर्मचारी र महानगरभित्रका जनता चाहिन्छ। यी सबै दाहिने भयो भने मात्र बालेन शाहले सोचे जस्तो विकास निर्माणका काम अगाडि बढाउन सक्छन्। त्यसो त उनी मेयर निर्वाचित भएर आएपछि
धेरै राम्रा कामहरू भएका छन्, आशाका दियोहरू बलेका छन्, थुप्रै कामहरूले गति लिएका छन्। त्यति हुँदाहुँदै पनि पछिल्ला दिन मेयर बालेन शाह हिजो जुन क्रेजमा थिए त्यसबाट खस्किलो अवस्थामा पुगेको अनुभूति भइरहेको छ। यति बेला बालेन शाहलाई जनप्रतिनिधिहरू, उपप्रमुख सुनिता डङ्गोल मात्र होइन, महानगरका प्रमुख प्रशासकीय अधिकृतले पनि साथ छोडेको अवस्था छ। उनको पक्षमा कोही छन् भने उनका सचिवालयका कर्मचारी र महानगर प्रहरी बलका निमित्त प्रमुख राजु पाण्डे मात्र देखिन्छन्। तिनै राजु पाण्डेलाई पनि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले चेन अफ कमान्ड नमानेको भन्दै स्पष्टीकरण सोधिसकेका छन्। उनीमाथि कारबाहीको डन्डा चलाइसकेका छन्, किनभने काठमाडौँ महानगरपालिकाको प्रहरी ऐनमा महानगर प्रहरी परिचालन गर्ने र तिनीहरूको रेखदेख सञ्चालन गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई छ। तिनै प्रमुख प्रशासकीय अधिकृतलाई काठमाडौँ महानगरपालिका छिर्न नदिनलाई मेयर बालेन शाहको निर्देशनमा उनले निकै ठुलो हरकत गरेको सर्वविदित नै छ। प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेश गर्न नदिएपछि उपप्रमुख सुनिता डङ्गोल र केही वडाध्यक्षहरूको साथमा उनी कार्यालय प्रवेश गरे, तर कार्यालय प्रवेशपछि आजका दिनसम्म मेयर बालेनसँग उनको सम्बन्ध सुमधुर बन्नै सकेन। त्यसो त सुनिता डङ्गोलसँगको सम्बन्ध पनि उनको त्यति राम्रो छैन। नेकपा एमाले गरेको गणतन्त्र उत्सवको एउटा कार्यक्रममा सुनिताले बालेन लक्षित टिप्पणी गरेको भन्दै उनी सुनितासँग यति बेला रिसाएका छन्। त्यसो त सुनिता डङ्गोलको पनि पछिल्लो समयमा क्रेज बढ्दो अवस्थामा छ। सुनिता डङ्गोलले प्रमुख प्रशासकीय अधिकृतलाई भित्र्याउँदा देखिएको विवादलाई जसरी समाधान गरिन् त्यस विषयलाई लिएर र पछिल्लो समय उनी समितिका अध्यक्ष रहेका विभिन्न समितिहरूका गतिविधि, विकास निर्माण लगायतका विषयमा महानगरभित्र भएका गतिविधिका विषयलाई लिएर सुनिता डङ्गोलको पक्षमा पनि एउटा जबरजस्त माहौल देखिन्छ नै। यसरी बालेनकी सुनिता, सुनिताकी बालेन भनेर व्यक्ति केन्द्रित बहसहरू सामाजिक सञ्जालमा भइरहँदा नेतृत्वले कसरी काम गर्नुपर्छ र त्यो नेतृत्व सफल हुनको लागि कसले ध्यान दिनुपर्छ भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने अवस्था पनि टड्कारो रूपमा देखिन थालेको छ। काठमाडौँ महानगरका 32 वटा वडाध्यक्षमध्ये 18 जना काङ्ग्रेसका र 11 जना एमालेका गरी 30 जना त वर्तमान सत्ता गठबन्धनकै सदस्यहरू भइहाले। बाँकी 2 जना मध्ये 1 जना नेकपा एकीकृत समाजवादी र अर्का रासपाका वडाध्यक्ष छन्। अहिले काठमाडौँ महानगरपालिकाको कार्यपालिकामा रासपाबाट निर्वाचित भएका सबै जसो वडाध्यक्षहरू मेयर बालेन शाहको विपक्षमा उभिएका छन्, जसका कारण 4 महिना यता कार्यपालिकाको बैठकसम्म बस्न सकेको छैन। पटक पटक प्रयास गर्दा पनि बैठक बस्न सकेका छैनन्। महानगरका विभागीय प्रमुखका जिम्मेवारी पाएका वडाध्यक्षहरूले कानुनी प्रावधान देखाउँदै मेयर बालेनको प्रस्ताव अस्वीकार गरेका छन्, किनभने विगतमा कार्यपालिका बैठकबाट विभागीय समितिका संयोजकहरूको जिम्मेवारी तोकिने गरेकोमा यसपटक मेयर शाहको एक्लो निर्णयले यसरी जिम्मेवारी हेरफेर भएका कारण उनीहरू कानुनी झमेलामा फसिन्छ भनेर मेयर शाहको निर्देशन, मेयर शाहको निर्णय पालना नगर्ने मनस्थितिमा छन्। बैठक राख्न नसक्ने अवस्थामा पुगेका मेयर बालेन शाहसँग अब काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम कसरी पारित गर्लान् र उनले बजेट कसरी ल्याउलान् भन्ने महत्त्वपूर्ण चुनौती अगाडि देखिन्छ। अधिकांश वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, कर्मचारीहरू र नगर प्रहरीका कतिपय अधिकारीहरू समेत उनको बर्खिलाफमा भित्रै उभिएको र उनीहरूसँगलाई संयोजन गरेर अगाडि बढ्न बालेन शाह आजका दिनसम्म अनिच्छुक नै देखिएका कारण काठमाडौँ महानगरपालिका एकपछि अर्को समस्यामा पर्ने देखिएको छ। देशभरको सबैभन्दा ठुलो महानगरपालिकाको नगर पिता हुनुको हैसियतले बालेन शाहले सहकार्य, समन्वय र सहअस्तित्वलाई नै अगाडि बढाउन सकेनन् भने असफल हुने उनी नै हुन्। तर के भन्न सकिन्छ भने बालेन शाहलाई असफल हुने छुट छैन। त्यस अर्थमा उपप्रमुख सुनिता डङ्गोलदेखि लिएर प्रमुख प्रशासकीय अधिकृत हुँदै सम्पूर्ण कर्मचारी र जनप्रतिनिधिहरूलाई मिलाएर लैजाने दायित्व पनि नगर पिताको हैसियतमा बालेन शाहसँगै छ।
आशा गरौँ बालेन शाह विगतमा जस्तै यसपटक पनि यो चुनौती र यो अवसरबाट पछि भाग्ने छैनन्। नमस्कार।